यो राष्ट्रिय स्वतन्त्र पार्टीले गर्न सक्छ भन्ने विश्वास जागेर हजुरहरूमध्ये कतिले त्यसरी पनि हामीप्रति आकर्षित हुनुभएको थियो भने कतिले यही ठाउँको भाइ हो, पढेको छ, बुझेको छ, कुनै क्षेत्रको विज्ञता छ, आफ्नै क्षेत्रको सांसदलाई जिताएर पठाइयो भने केही विकास होला भनेर त्यो सोचले पनि हजुरहरूमध्ये कति धेरैले मलाई साथ, सहयोग, शुभकामना, शुभेच्छा, माया, ममता व्यक्त गर्नुभएको थियो। त्यसका लागि म यहाँहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यो विश्वास हजुरहरूले म प्रति देखाउनु भएको त्यो आशा हामी त्यसलाई डगमगाउन दिँदैनौँ। त्यो आशालाई अझै फराकिलो बनाउँछौँ। त्यो हजुरहरूलाई कहिले पनि निराश बनाउने छैनौँ र अब सरकार गठन भएको 1 महिना पनि पुगेको छैन। गत महिना 13 गते मात्रै हाम्रो प्रधानमन्त्री, सामान्य प्रधानमन्त्रीज्यू लगायत मन्त्रीहरूले शपथ ग्रहण गर्नुभएको थियो। अब भोलि 1 महिना पुग्दैछ। 1 महिनाको बिचमा पनि यहाँहरूले देख्नुभयो हाम्रा साथीहरू कति आँटिलो हुनुहुन्थ्यो, कसरी काम गर्नुभएको छ, दिनरात अहोरात खटिएर सरकारको सेवा सुविधा हामीलाई चाहिँदैन, हामी आफ्नै तरिकाले काम गर्छौँ भनेर त्यो एउटा प्रोटोकलले दिए अनुसार कति ठाउँमा फेरि सुरक्षाको कारणले गर्दा पनि सरकारी स्रोत साधनहरू प्रयोग गर्नुपर्ने हुन्छ। त्यो बाहेक अन्य कुराहरूमा उहाँले आफैले मेरो यो जिम्मेवारी हो, म यो देशको सेवा गर्न आएको, म ठुलो नेता भएर झन्डा हल्लाएको गाडीमा चढेर अथवा ठुला ठुला सेमिनार अथवा 5 तारे होटलहरूमा भेटेर यो बार्गेनिङ गर्ने, डिल गर्ने होइन। हामी जनताको लागि कार्यालयको मन्त्रालयकै सोफामा सुतेर पनि काम गर्नुभएको हजुरहरूले देख्नुभयो। त्यसैले अब हामी सम्पूर्ण हाम्रा अहिले 182 जना सांसदहरू छौँ। 182 जना सांसदहरू, झन्डै 2/3 सांसदहरूमध्ये अधिकांश कुनै न कुनै क्षेत्रको विज्ञता भएका साथीहरू हुनुहुन्छ, धेरै अनुभवी साथीहरू हुनुहुन्छ। उहाँहरूको सबैको, हामी सबैको एउटै उद्देश्य भनेको अब यो देश बन्नुपर्छ। 30 वर्षमा इतिहासमा कोरियामा एउटा पाक चोङी भन्ने नेतृत्व आउँदा कहाँबाट मागेर खाने देश हुन्छ नि, अथवा अमेरिकन सेनाले फालेको खाना लगेर घरमा लगेर उमालेर आफ्नो मसला हालेर खाएर हुर्केको अथवा त्यस्तो अवस्थामा रहेको देश एउटा राम्रो नेतृत्व आउँदा आज हेर्नुहोस् त कहाँ छ। उनीहरूको आय स्तर, उनीहरूको जीवनस्तर युरोपियन स्ट्यान्डर्डभन्दा धेरै माथि छन्। हाम्रा दाजुभाइ दिदीबहिनीहरू पनि कोरियामा काम गर्न जानलाई मरिहत्ते गर्छौँ। बङ्गुरको खोर सफा गर्न गयो भने पनि 3 लाख 4 लाख तलब दिन्छ। साग टिप्न होस्, माछा मार्न होस्, खेतीपातीमा काम गर्नुहोस्, कुनै कल कारखानामा काम गर्नुहोस्, त्यो भनेको त्यति राम्रो उनीहरूले हामीलाई दिन सक्छ भने उनीहरू आफ्नै आय स्तर कस्तो होला। त्यसैले अब सम्पूर्ण कुराले भरिपूर्ण भएको देश भएर पनि हामी राम्रो नेतृत्व, सक्षम नेतृत्व, इमान्दार नेतृत्व, निष्ठावान नेतृत्व, सही नियत लिएर काम गर्ने नेतृत्व नहुनाले हामी पछाडि परेको भन्ने कुरा हामीले महसुस गरेर अब ती सबै कुराहरूलाई चिरेर राम्रोसँग काम गर्नुपर्छ, सही नीति बनाएर सही नियतका साथ काम गर्नुपर्छ भनेर हामी त्यहाँ गएका छौँ र यहाँहरूले त्यहाँसम्म पुर्याइदिनु भएको छ। र त्यो सबैभन्दा ठुलो हुन्छ नि, हामी यहाँ लमजुङबाट दोब्बर प्रति आफ्नो निकटतम प्रतिद्वन्द्वीले भन्दा दोब्बर मतले विजयी हुने भनेको यहाँहरूले हामीलाई अझै दोब्बर जिम्मेवारी थपेर पठाउनु भएको। हामी त्यो मत धेरै आयो भनेर गर्व गर्ने होइन, हजुरहरूले अझै दोब्बर जिम्मेवारी दिनुभएको छ भनेर अझै बढी जिम्मेवार हुन्छौँ हामी र त्यसरी काम गर्ने हो। र त्यसैभरिबाट हाम्रा प्राय सबै उम्मेदवारहरूले त्यस्तै मतान्तरले विजयी हुनुभएको छ र अहिले अब देशमा विकास निर्माणको कामहरू गर्नुपर्ने धेरै छन्। शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटन अनि हाम्रा यी संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्ने धेरै कामहरू छन्। विकासको लागि सबै कुराहरूलाई मिलाएर एकीकृत रूपमा दिगो विकास गर्नुपर्ने छ र हामी त्यही विकासको लक्ष्यमा अगाडि बढिरहेका छौँ। र अहिले बजेट निर्माण हुँदै गर्ने चरणमा यहाँहरूले पनि यहाँको आवश्यकता भन्नुभएको छ। मैले त्यो आवश्यकताहरू हजुरले पहिला पनि हुन्छ नि, योभन्दा निर्वाचन अगाडि पनि मलाई सम्झाउनु भएको थियो, दाइले सम्झाउनु भएको छ। पटक पटक भेट्दा फोनमा जहाँ होस् दाइले झकझकाइरहनुहुन्छ, है भाइ बिर्स्यो कि भन्नुहुन्छ होइन। त्यो भएकोले मैले सम्झिरहेको छु। मैले हाम्रो अर्थमन्त्री ज्यूसँग पनि बजेटको बारेमा धेरै कुराहरू गरेको छु। उहाँले के भन्नुभएको छ भने सबैभन्दा पहिला यो पटक चाहिँ, यो वर्ष चाहिँ हामी सुशासनमा केन्द्रित हौँ है। सुशासनमा केन्द्रित भयो भने
अनि हामीले के हुन्छ अहिलेसम्म भएका व्यक्ति अहिलेसम्म भएका भ्रष्टाचारहरूका ती खुला फाइलहरू खोलेर भ्रष्टाचारीहरूको सम्पत्ति राज्य कोषमा ल्याउन सक्यो र अब भ्रष्टाचार रोक्न सक्यो भने दोस्रो वर्षबाट हामीले सर्वाङ्गीण विकास हुन्छ नि सबै क्षेत्रमा बाटोघाटो होस् अथवा पुल पुलेसा होस् अथवा कृषि क्षेत्रमा होस् होइन पर्यटनको क्षेत्रमा होस् अथवा हाम्रो जस्तो यो हुन्छ नि हाम्रो जातीयता यो के भन्छ हाम्रो एउटा आफ्नै संस्कार आफ्नै संस्कृति वेशभूषा छ नि यी कुराहरूमा सबैमा हामीले खर्च गर्न सक्ने स्रोत जुटाउनुपर्छ भन्नुभएको छ र स्रोत पनि अब हामीले 3 तहको सरकार छ 3 तहको सरकारबाट हुन्छ नि कसले के हेर्ने भन्ने छ केन्द्रबाट अहिले बजेट बनाउँदै गर्दा 5 करोड भन्दा माथिको आयोजनालाई मात्र र त्यो पनि रोक्न भएका हुन्छ नि अहिलेसम्म त्यो अलपत्र परेका आयोजनाहरू छन् नि त्यो अलपत्र परेका आयोजनाहरूलाई पहिला सकियो वर्षले त्यसलाई सम्भव कसरी हुन्छ तिनीहरू चाहिँ त्यसको निर्माण अथवा तिनीहरूलाई चाहिँ सुरु गरेर सम्पन्न गरौँ अनि त्यसपछि गरौँला भन्नुभएको छ त्यति हुँदाहुँदै पनि म कहाँबाट कसरी गर्न सकिन्छ त्यसको लागि मेरो तर्फबाट हर सम्भव प्रयास गरिरहेको छु र गर्नेछु र अब हामी अहिले धेरै ठाउँमा हुन्छ नि निर्वाचनपछि पनि पहिला निर्वाचन अगाडि जान नसकेका धेरै ठाउँहरूमा पुग्यौँ अनि त्यहाँ आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको चाहना पनि धेरैले के भन्नुभयो भन्दाखेरि तिमीहरू भोट हाल पहिला भोट माग्न आउँदाखेरि अब तिमीहरू पनि त्यस्तै हो भोट जितेपछि फेरि अर्को 5 वर्षपछि भोट माग्न आउँछौ होला जस्तो लागेको थियो तर फर्केर आयो होइन हाम्रो कुरा सुन्यो हाम्रा आवश्यकताहरू बुझ्यो होइन यो पटक बजेट पर्ला नपर्ला तर हाम्रो आवश्यकता सुनेर भने हामीलाई के गर्नुपर्छ भनेर यो बुझ्न आउँदा नै हामीलाई बजेट परै बराबर लागेको छ भनेर भन्नुभयो त्यहाँ बुवा आमाहरूले त्यसैले हामी चाहिँ उहाँहरूको त्यो हुन्छ नि कति मलाई चुनाव प्रचार प्रसारको दौरानमा एकदमै विकट ठाउँहरूमा लमजुङको हुन्छ नि कति ठाउँहरू त कर्णाली जस्तै विकट छ हाम्रो लमजुङको हामी यो के अरे दोर्जी दुधपोखरी मर्स्याङ्गी कोलासोतार गाउँपालिकाहरूमा विशेष गरी त्यता जाँदाखेरि हुन्छ नि अलिक कर्णालीकै जस्तो छ त्यहाँ जाँदाखेरि हुन्छ नि अनि कति गरिबीमा पनि बाँच्नु परेको छ सानो बच्चा अरू केही नभएर त्यो खाना हुन्छ नि भातमा नुन छर्केर खाइरहेको बच्चाहरू पनि हामीले त्यहाँ देख्यौँ अनि त्यो भिरको बाटो हुन्छ नि हात त्यो भिर छान्दै हिँडिरहनु भएका बुवाहरू र ठेकेर भिर छान्दै हुन्छ नि हिँडिरहनु भएका बुवाहरू पनि भेट्यौँ कति ठाउँमा 80-90 वर्ष 75-80 वर्षको आमा हुन्छ नि कुठो ढाडमा हुन्छ नि दाउराको भारी बोकेर र घाँसको भारी बोकेर बाबु घरमा कोही छैन छोराछोरीहरू विदेश गयो घरमा धान्नै पर्यो हेर्नै पर्यो अब के गर्ने पकाउने दाउरा पाल्ने दाउरा ल्याउनै पर्यो एउटा दुईवटा बाख्रा पालेको छ तिनीहरूलाई घाँस गर्नै पर्यो भनेर हुन्छ नि उहाँहरूको त्यो दुःखको कथा पनि सुनाउनु भयो अनि बाहिर अब यहाँबाट गाउँ कतै केही छैन छोराहरूले कमाएको अथवा बाहिर बस्ने कमाएकोले बेसी सहर बसेर एउटा नाति अथवा नातिनी पढाउँदैमा ठिक्क हुन्छ कमसेकम मैले घरबाट अलिकति साग अदुवा बेसार हुन्छ नि केही पठाइदिन सक्यो भने पनि उनीहरूलाई सहयोग हुन्थ्यो कि भनेर त्यो पीडामा हुन्छ नि त्यो लेभलको गरिबीमा बाँच्नुभएका आमाहरू हुन्छ नि परिवारहरू पनि देखेको छौँ अब हामी निर्वाचित भएर आइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाइसकेपछि त्यो किसिमको बुवाहरूको भित्तो समाउँदै पहरा समाउँदै हिँड्न पर्ने अवस्था अन्त्य गर्न सकेनौँ खानामा नुन छरेर खानुपर्ने बात बच्चाको त्यो गरिबीको अन्त्य गर्न सकेनौँ अनि त्यो आमाहरू 75-80 वर्ष हुँदा पनि त्यो अवस्थामा ढाड कुप्रो भएर त्यसरी दुःख गरेर हुन्छ नि गुजारा चलाउनु पर्ने अवस्था अन्त्य गर्न सकेनौँ भने हामी आएको कुनै पनि अर्थ हुँदैन त्यसैले हामी सम्पूर्ण नेपालीहरूको यो जीवनस्तर बदल्नको लागि भ्रष्टाचार अन्त्य गरेर सुशासन स्थापित गरेर नागरिकलाई सरकार छ है भन्ने कुरा महसुस गराउन सकेनौँ भने त्यसको कुनै पनि अर्थ हुँदैन र हामी त्यसैको लागि पनि काम गरिरहेका छौँ र यहाँहरूले आफ्नै हुन्छ नि व्यक्तिगत अथवा सामूहिक रूपमा लगान अलिअलि सबैले उठाएर विदेशमा बस्ने आफ्ना छोराछोरी आफन्तहरूले एक कप कफीको खर्च कटाएर एक दिन खाजा नखाएर एक ठाउँमा घुम्न नगएर त्यो पैसा अलिअलि जुटाएर हजुरहरूले पनि त्यहाँ हुन्छ नि यो खुद्रुकेमा दिनदिनै जम्मा गरेर जस्तो हुन्छ नि अलिअलि जम्मा गरेर यो आफ्नो यो संस्कृति आफ्नो संस्कार आफ्नो यो वेशभूषा आफ्नो परम्परा जोगाउनको लागि काम गर्नुभएको छ नि यो अत्यन्तै सराहनीय काम छ
किनकि अहिले मैले घाँटु नाच हेर्दै गर्दा अस्ति हुँदा नाइङमा गएर पनि त्यहाँ त्यो बहिनीहरूले नाचेको घाँटु नाच हेर्दै गर्दा लोभ हुन्थ्यो कि अथवा कसैले हुन्छ नि सबै मान्छे आधुनिकतामा रमाइदिएको भए हामीलाई त्यो अवसर पनि थियो आधुनिकतामा रमाउन, त्यो सानो बहिनीहरूलाई पनि अरू नै हुन्छ नि अहिलेका नयाँ म्युजिकहरूमा नाच्न सक्थ्यो होइन, गर्न सक्थ्यो। तर उनीहरूलाई पनि यसमा जोडेर हजुरहरूले यो आफ्नो हुन्छ नि परम्परा संस्कृतिलाई सम्वर्धन गर्नुभएको छ नि, यो भनेको अत्यन्तै सराहनीय अत्यन्तै महत्त्वपूर्ण काम हो र यसको लागि हजुरहरूले आफैले गर्नुभएको छ र यसमा सरकारले ध्यान दिनै पर्छ। सरकारले यस्तो किसिमको संस्कृतिहरूको सम्वर्धन गर्न प्रवर्धन गर्न र हरेक किसिमले सहयोग गर्नै पर्छ। र हामीलाई के विश्वास छ भने हाम्रा प्रधानमन्त्रीले काठमाडौँको मेयर हुँदाखेरि त्यहाँको नेवार संस्कृतिलाई परम्परालाई त्यहाँको हिटी हुन्छ त्यहाँको वेशभूषा नेवार संस्कृतिको वेशभूषालाई जोगाउनको लागि कति लागेर काम गर्नुभएको छ नि। त्यो बेला उहाँ काठमाडौँको मेयर हुनुहुन्थ्यो र त्यो गर्नुभयो। अहिले त उहाँ राष्ट्रभरिको प्रधानमन्त्री हो नि त। त्यही हिसाबले हाम्रो यो हजुरहरूको हाम्रो लमजुङमै भन्यो भने हामी करिब 33% हुन्छ हजुरहरूको यो पावर डेटा छ लमजुङमा। त्यसको लागि मैले उहाँसँग लबी गर्छु। मैले उहाँलाई हजुरले जसरी काठमाडौँमा जोगाउनु भयो मैले पनि लमजुङमा गुरुङ जातिको संस्कृति जोगाउनको लागि केही किसिमले काम गर्नुपर्छ भन्छु र उहाँ पनि त्यो कुरा बुझेकोले उहाँले गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु। र अहिले अब हजुरहरूले हामी धेरै ठाउँमा कार्यक्रम पनि छ, त्यता पनि जानुपर्ने छ। अब हामी धेरै यो कुरा अथवा मिठो भाषण गर्न भन्दा पनि हामीले मिठो भाषण गर्न खासै आउँदैन होइन, तर काम गर्ने भनेको छौँ। हामीले चुनाव अगाडि निर्वाचन अगाडि नागरिकसँग एउटा करार पत्र भनेर हजुरहरूले सामाजिक सञ्जालमा हेर्नु भयो होला, करार पत्र लेखेका छौँ। त्यसमा 5वटा मुख्य गर्नै पर्ने कामहरू भनेर लेखेका छौँ होइन, त्यसलाई वर्गीकरण गरेर। त्यसमा एउटा काम भनेको चाहिँ के छ भन्दाखेरि काम 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 भनेर लेखेका छौँ कि हामीले काम नगरिकन देश बन्दैन। नेतृत्वमा पुग्ने मान्छेले देश बनाउनको लागि कामै गर्नुपर्छ। जसको जुन क्षेत्रमा विज्ञता छ, जसको जुन क्षेत्रमा अनुभव छ त्यो क्षेत्रको काम गर्नुपर्छ। र अहिले मैले भने जस्तै एकदमै इमान्दारिताका साथ काम गर्नुपर्छ। व्यक्तिगत फाइदाको लागि होइन, समुदाय समाज जिल्ला र देशको हित हुने काम गर्नुपर्छ भनेर हामीले त्यो काम गर्ने तौर तरिका मिलाइरहेका छौँ। र हामी निर्वाचित भएपछि पनि कति यही विषयमा फेरि तालिम पनि पार्टीले नै तालिम सञ्चालन गरेको थियो र अब फरक तरिकाले चल्नुपर्छ भनेर ती तालिमहरूमा हामीले धेरै सिक्यौँ। अब सबै हजुर हामी मिलेर गर्ने हो। म एकजनाले भनेको हजुरको प्रतिनिधि मात्रै हो। पहिला जस्तो हुन्छ नि जितेर गयो, सिंहदरबारभित्र बस्यो, यहाँ सांसदको लोगो लगायो, ठुलो मान्छे भयो भन्ने। अब चाहिँ हाम्रो त्यो सांसदहरूले त्यो गर्यो भने कारबाही हुन्छ। कहीँ कतै हुन्छ नि झुकिएर कोही सांसदले त्यो गर्यो भने चाहिँ कारबाही हुन्छ। किनकि हामी हाम्रा नागरिकहरूसँग अथवा आफ्ना मतदाताहरूसँग अथवा मलाई मत दिने पनि अथवा मत नदिनेको पनि प्रतिनिधि भएर सम्पूर्ण लमजुङ जिल्लावासीको प्रतिनिधि भएर मैले काम गर्नुपर्छ र त्यही हामी गर्छौँ। र कसैले हुन्छ नि मैले त उसलाई भोट दिएको थिइनँ, उसले थाहा भयो होला, मैले लगेको माग अथवा मैले लगेको फाइल अथवा मलाई दुःख पर्दा उसले सहयोग गर्दैन कि भन्ने तरिकाले सोच्नै पर्दैन। हामी सबैलाई समान हुने तरिकाले एउटा जिम्मेवार जनप्रतिनिधिको हैसियतले काम गर्छौँ। र अब 5 वर्षमा हुन्छ नि काम गरेकै हिसाबले मूल्याङ्कन गर्ने हो। फेरि हाम्रो राष्ट्रको बजेट हुन्छ नि यति छ, हामी यति काम धेरै काम गर्छौँ भनेर पनि भएन। त्यो भनेको आश्वासनको पोका बाँड्ने, झुटा कुरा गर्ने होइन, स्रोत थप्दै जाने र काममा पनि त्यो अनियमितता भ्रष्टाचार रोक्दै गएर त्यसको गतिलाई बढाउँदै जाने हो। र हाम्रो प्रधानमन्त्रीज्यूले निर्वाचनभन्दा अगाडि भन्नुभयो जस्तै अब खल्तीमा पैसा नहुनेको छोराछोरीले पनि गुणस्तरीय शिक्षा पाउनु पर्यो। अब खल्तीमा पैसा नहुनेको छोराछोरी अथवा परिवारले बिरामी पर्दा उचित स्वास्थ्य सेवा पाउनु पर्यो। अब त्यो 2 वर्षमा बन्नुपर्ने बाटोलाई 20 वर्ष लगाएर पनि नबन्ने अथवा नबनाउनेहरूलाई उचित कारबाही गरेर त्यसलाई 2 वर्ष होइन 1.5 वर्षमा बनाउनु पर्यो भनेर उहाँले भन्नुभएको छ नि। हो त्यही रफ्तारमा काम भइरहेको छ। र मैले प्रधानमन्त्रीजीसँगको भेटघाटमा पनि लमजुङका आवश्यकताहरूको बारेमा उहाँलाई प्रश्न राखिसकेको छु र उहाँले हामी स्रोत जुटाउँछौँ जसरी पनि गर्ने नै हो। तपाईँहरू लाग्नुहोस्, तपाईँहरूले ल्याएको योजनाहरूलाई हामी कहाँबाट कसरी सहयोग गर्न सकिन्छ त्यो गर्छौँ भन्नुभयो।
भएको छ र त्यति भइसकेपछि हुन्छ नि हामी यो 5 वर्षमा धेरै नै परिवर्तन ल्याउन सक्छौँ भन्ने कुरामा हामी विश्वस्त छौँ। र अब यहाँहरूलाई यो हुन्छ नि उपस्थिति अनि यो आज शनिबार विभिन्न कार्यक्रम हुन्छ परिवारमा भेटघाट अथवा आफन्तहरूसँग भेटघाट, कतै बाहिर जाने कार्यक्रम पनि हुन सक्थ्यो। म हिजो आउँछु भनेर वचन दिएको थिएँ दाइलाई, तर हिजो म स्याङ्की गाउँपालिका जाँदै गर्दा त्यहाँ विविध कारणले गर्दा एक अत्यन्तै ढिला भयो, समयमा आउन सकिनँ र त्यसका लागि यहाँहरूप्रति क्षमा प्रार्थी छु। र चाहँदै पनि जति प्रयास गर्दा पनि अलिकति ढिलो हुने भयो। बरु ढिलो हुनुभन्दा हजुरहरू दिनभरि फेरि यहाँ व्यस्त भएको थकान थियो, रोकेर धेरै बेर राख्नुभन्दा भोलि बिहान भेट्ने भनेर दाइले प्रस्ताव गर्नुभयो हजुरहरूसँग सल्लाह गरेर, र हजुरहरूले त्यसलाई सहर्ष स्वीकार दिनुभयो। यसका लागि पनि म यहाँहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र अब म यहीँको हुन्छ नि हजुरहरूकै छोरा, हजुरहरूकै भाइ, हजुरहरूकै भतिजो जे भन्नुहुन्छ त्यो तरिकाले बुझ्नु होला। यो माननीय हो, यो ठुलो मान्छे हो भनेर त्यसरी कहिल्यै पनि नलिनु होला। हिजो जे थिए म त्यही नै अवस्थामा हो भनेर हुन्छ नि भाइ अथवा दाइ अथवा छोरा बाबु भनेर त्यसरी नै बोलाउनु होला। माननीय भनेर खासै त्यो त्यसरी बोलाउनु आवश्यक छैन, हामी काम गर्न आएको हो। त्यसैले त्यो फेरि हुन्छ नि त्यसो गरियो भने एउटा पर्खाल बन्छ क्या बिचमा, ओहो यो त ठुलो मान्छे पो, हामी त यस्तो हो भन्ने भन्छ। त्यसो नबनाऊ। अब हामीले नेतालाई हुन्छ नि ठुलो नेता बनाउने होइन, नेतालाई हाम्रो काम गर्ने सेवक बनाउने हो र हामी त्यही सेवक नै हुन आएको। हामी त्यसरी नै काम गर्छौँ। र फेरि 84मा अब स्थानीय निर्वाचन आउँदैछ। स्थानीय निर्वाचनमा अहिले हामीलाई एउटा महसुस गरिरहेको अलिकति कठिन पक्ष भनेको के भइरहेको छ भन्दाखेरि केन्द्रमा हाम्रो करिब 2 को सरकार छ, अनि स्थानीय निकायसँग मिलेर काम गरौँ भन्दाखेरि हरेक कुरामा हुन्छ नि उल्टो हामी ए भन्छौँ उहाँहरू बी भन्दैनन्, हामी बी भन्छौँ उहाँहरू ए भन्नुहुन्छ। कति ठाउँमा त्यस्तो देखिएको छ। केही पालिकाका प्रमुखहरू त मिलेर काम गर्नलाई अगाडि नै योजना बनाएर होइन है यसरी हो, यसरी हामीले यो तयारी गरिसकेका छौँ, अहिलेसम्म हाम्रै सरकार हुँदा पनि नभएको तपाईँहरू हुँदा गरिदिनुहुन्छ भन्ने विश्वास छ भनेर गर्ने पनि हुन्छ। यो 753 पालिकामध्ये केही पालिकाको मेयर अथवा गाउँपालिका अध्यक्षहरू त्यसरी पनि आउनुभएको छ। भन्न खोजेको अन्य पार्टीभित्रका मेयर, उपमेयर अथवा वडाध्यक्षहरू पनि राम्रा मान्छे पनि हुनुहुन्छ त्यहाँ, उहाँहरू त्यसरी आउनुभएको छ नि। अधिकांश ठाउँमा हामीलाई अलिकति असहयोग गर्ने किसिमको वातावरण पनि बनिरहेको छ। त्यसैले अब 84मा हुँदै हुने निर्वाचनमा पनि यहाँहरूले राम्रो मान्छे, हाम्रो मान्छे छ भन्दैनौँ हामी, राम्रो मान्छेलाई ठुलो मतदान गरेर यहाँ निर्वाचित गरिदिनु भने राम्रो मान्छे जुन पार्टीको भए पनि हामीसँग सहकार्य गरेर काम गर्न सहज हुन्छ। त्यो भनेको स्थानीय सरकार भनेको हजुरहरूको दैलोको सरकार हो, हजुरहरूसँग दिनदिनै ठोकिने सरकार हो। सानो पिरमर्का परे पनि तुरुन्तै गएर त्यहाँ हुन्छ नि उनीहरूलाई भनेर त्यो समाधान गर्न सक्ने सरकार हो र त्यो दायित्व पनि हो स्थानीय सरकार। त्यसैले बरु सङ्घमा त अलिकति नीति निर्माण गर्न सक्ने मान्छे पठाउँदाखेरि अरू कुरामा नठोकिँदा पनि त्यति फरक नपर्ला, तर स्थानीय सरकार भनेको त एकदमै राम्रो मान्छे निर्वाचित गर्नुपर्ने हुन्छ हामीले। र त्यो बेला पनि यहाँहरूले अवश्य नै अहिले जस्तै विचार गरेर गर्नुहोला। हाम्रो तर्फबाट हामी एकदमै राम्रा उम्मेदवारहरू, एकदमै निष्ठा भएका समाजले पत्याएका उम्मेदवारहरू त ल्याइहाल्छौँ, तर हाम्रो भन्दा पनि राम्रो उम्मेदवार आउनु भने हाम्रो भन्दा राम्रोलाई ठान दिनु होला। त्यति भयो भने हामीले चाहेको सपना हाम्रा देश विदेशमा छरिएको हुन्छ नि बाध्यता र व्यवस्थाले गर्दा जानु परेका बालबच्चाहरू पनि आशा पलाएर फेरि यही देशमा फर्किने वातावरण बन्छ। त्यो भयो भने हामी हाम्रो वृद्ध अवस्थामा 1 गिलास तातो पानी खुवाउने, छोरा नहुँदा छिमेकीलाई हुन्छ नि बोलाउनु पर्ने, रातमा अथवा गाह्रो साह्रो पर्दा हेरिदिने मान्छे नभएर कसैलाई भनेर हुन्छ नि ल विदेशबाट फोन गरेर त्यहाँ मेरो बुवालाई आमालाई गएर हेरिदियो है भन्ने अवस्था, अथवा हाम्रो मृत्युवरण भइसकेपछि पनि हाम्रो सबले छोराछोरी पुरेर बस्नुपर्ने अवस्था हुन्छ। 2-3 दिनसम्म छोरा आउला छोरी आउला अनि दाह संस्कार गराउन भनेर पुरेर बस्नुपर्ने अवस्था छ। त्यो एकदमै पीडादायक अवस्था छ। त्यो अवस्थाको अन्त्य हुन्छ र त्यो अवस्थाको अन्त्य गर्नलाई सबैभन्दा पहिलो कुरा हामीले नै जिम्मेवार व्यक्तित्वलाई नेतृत्वमा पुर्याउने हो। र त्यो आज नहोला भोलि नहोला, तर त्यो भनेको 5 वर्षमा 10 वर्षमा हुन्छ। अहिले हामी जित्दै गर्दा पनि अलिकति काम भइरहेको हेरेर पनि कति साथीहरू देश विदेशमा हुने साथीहरूले मलाई फोन गर्नुहुन्छ, म
मैले त मेरो घरको बेच्नको लागि इन्टरनेटमा राखिसकेँ, तपाईँहरूले काम गर्ने त्यो हुन्छ नि तौर तरिका देखेर मलाई आश लागिसक्यो, म त नेपालै आउँछु, बरु के बिजनेस गर्ने होला अथवा कुन क्षेत्रमा काम गर्ने होला भनेर सोध्ने साथीहरू पनि निस्किसक्नु भयो क्या। अहिले आश जाग्न थालिसक्यो भनेपछि 5 वर्षमा काम गर्नु त त्यो आश धेरै माथि नै जान्छ र बिस्तारै फेरि नेपाल फर्किने वातावरण बन्यो भने अथवा विदेशमा जत्तिकै कमाउनु पर्छ भन्ने छैन कि यहाँ यो कतै सरकारी सेवा सुविधा लिन जाँदा दुःख नपाउने अनि सजिलै आफूले चाहेको कामहरू उपयुक्त कामहरू गर्न सक्ने अनि अवसरहरू सृजना हुने भयो भने त विदेशमा बस्ने रहर खासै नेपालीहरूलाई छैन। हामीलाई कति जस्तोलाई लाग्छ ओहो उसको जिन्दगी कति रमाइलो छ है, हेर्नुहोस् त एक दिन बिचमा गएर फोटो खिचेको छ अथवा कुनै त्यहाँको प्रख्यात भवनको अगाडि गएर फोटो खिचेको छ अथवा पुलको अगाडि गएर फोटो खिचेको छ भनेर हामीलाई खुसी जस्तो लाग्छ। तर त्यहाँ बस्नेको पीडा, परिवार छोडेर बस्न पर्दाखेरिको पीडा फरक हुन्छ र उहाँहरू आउने वातावरण चाहिँ हामीले बनाउनै पर्छ। र म यति भन्दै यहाँहरूलाई भर्खरै सुरु भएको यो नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छु। यहाँहरूको यो वर्ष सुखद रहोस्, यहाँहरूलाई सुख शान्ति समृद्धि प्राप्त होस् र हामी त्यससँगै हामी सम्पूर्ण लमजुङेहरूको लागि यो वर्ष अत्यन्तै फलदायी होस् र त्यसका लागि हामी प्रयास गर्नेछौँ। र पुनः पनि यहाँहरूले राख्नुभएको मागलाई फेरि म कुन ठाउँमा लगेर कसरी सम्बोधन गर्न सक्ने अवस्था हुन्छ त्यसको लागि मेरो प्रयत्न जारी रहन्छ। यति भन्दै बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार।